हेलो नमस्ते सबैलाई। आज हामी यस राप्ती सोनारी गाउँपालिका अवस्थित रहेको शिवशक्ति माध्यमिक विद्यालयबाट दाङ जिल्लामा रहेको लमै नगरपालिकामा रहेको जखेरा ताल भ्रमणका लागि जखेरा ताल अवलोकनको लागि निस्किएको छ यो टोली। तपाईँले देख्न सक्नुहुन्छ शिक्षक साथीहरू सम्पूर्ण साथीहरू यहाँ गफमा हुनुहुन्छ। सबैले रमाइलो गरिरहनु भएको छ र यो टोली अब यहाँबाट प्रस्थान गरिसकेको छ र 3 घण्टाको यात्रामा हामी चाहिँ त्यहाँ पुगिसकेन लागिसकेका छौँ। अब साथीहरू पुगेर पनि अब खानपिन बनाउन चाहिँ छुटिसक्नु भएको छ। देख्न सक्नुहुन्छ तपाईँले यता म्यामहरू चकेटी बसिराख्नु भएको छ। त्यहाँ सरहरूले चाहिँ वडाध्यक्षज्यूले मासु चलाइराख्नु भएको छ। सरहरू चाहिँ मासु भुटुवा बनाउने क्रममा हुनुहुन्छ। सब भोग लागेर चाहिँ एकदम आत्तिरहेको अवस्था छ। सबै खानालाई कुरिराख्नु भएको छ र यसमा हामीले यो खानपिनभन्दा पछाडि देख्न सक्नेछौँ यो लमैमा रहेको जखेरा ताल साह्रै मनमोहक एउटा कृत्रिम ताल हो जुन चुरे पहाडको फेदमा फैलिएको छ। यस तालको क्षेत्रफल लगभग 7.5 बिघामा रहेको छ। यसको गहिराई 6 देखि 7 मिटरसम्म मापन गरिएको चाहिँ मैले यहाँ स्थानीय व्यक्तिहरूबाट थाहा पाएँ। र सामान्य भन्नुपर्दा यसको धार्मिक पनि महत्त्व रहेको छ। यसमा धार्मिक स्थल हो, यसमा मन्दिर रहेछ, गणेश मन्दिर, पूर्वतर्फ सिद्धेश्वर महादेव मन्दिर अवस्थित छन् जसले धार्मिक पर्यटकलाई पनि आकर्षित गरिरहेको छ। र यहाँ विभिन्न चाहिँ व्यक्तिहरू चाहिँ र विभिन्न विद्यालयहरूबाट चाहिँ यहाँ पिकनिकका लागि आउने, वनभोजका लागि आउने, जलविहार गर्न आउने यस्तो हामीले विविध कुराहरू यहाँबाट थाहा पायौँ। र यहाँ पदयात्रा गर्न आउने, चरा अवलोकन गर्न आउने र विभिन्न मान्छेहरू डुङ्गा सवारी गर्ने चाहिँ यहाँका प्रमुख आकर्षणहरू हुन्। जसमा चाहिँ डुङ्गा चढ्दाखेरि 100 रुपियाँ चाहिँ यसमा चाहिँ शुल्क लाग्ने रहेछ। जखेरा भन्नाले स्थानीय थारू भाषामा चाहिँ आकाशे पानी सङ्कलन गर्ने स्थानलाई जनाउँदो रहेछ। जखेरा ताल चाहिँ दाङको लम्मै बजारबाट 6 किलोमिटर पूर्वमा रहेको सुनबडारी गाउँ हुँदै उत्तरतर्फ करिब 2 किलोमिटर यात्रा गर्दा जखेरा ताल पुगिन्छ। र यहाँ पूर्व पश्चिम राजमार्ग नजिकै रहेकोलाई यसबाट भारत र अन्य मुलुकबाट पनि अवलोकन गर्न घुइँचो लाग्ने गरेछ। साह्रै रमणीय ठाउँ छ। हजुरहरू फुर्सदमा भयो भने चाहिँ प्लिज अवलोकन गर्न होला। हस्त धन्यवाद।